वेलकम ब्याक टु आवर न्यू ब्लग। आज चाहिँ हामी के अरे माथि कोट जाँदैछ। ड्राइभर सुमिता हुनुहुन्छ होइन, अनि केटाहरू माथि पुगिसके होला, डर रनकिसन गरेँ। अनि दुईवटा केटाहरूलाई त म पठाइसकेको, यिनीहरू फेरि अलिक सोलो सम्झिँदैखेले अब केटाहरूसँग पर हेर्नु अब यही बाटो देखिराखेको होइन, के भयो देखाउने। ल हामी चाहिँ 3 तलानिर पुग्न लाग्यौँ होइन। अनि यता लागेको अवस्था हाल्ने बेलामा गीत सुन्दै हिँडेको छ। अनि यतापट्टि त नेटको बाटो गऱ्यो। अनि अब कहाँनिर गरबाट भन्ने छैन, यो नि हामीसँग हिँडेको हाम्रो एउटा बडा ग्याङ्स्टर यो स्कोरले तान्दै हामी चाहिँ लगभग के अरे यो ठाउँलाई के भन्छ के अरे सीमा भन्ने ठाउँमा आइसक्यौँ। लगभग यो चाहिँ पञ्चकोट तल पर्छ। अनि यहाँबाट चाहिँ अब धेरै लाग्दैन, धेरै लाग्यो अब 20-25 मिनट। अनि हामी चाहिँ अहिले तिमीलाई कुद्दै हिँडिरहेको छौँ होइन। अहिले चाहिँ तिमीलाई अघि पठाइदिएको केटाहरू सब हावा नकुरिकन हिँड्ने निकै केटाहरूलाई अहिले चाहिँ रनिकिसन दिने नि बल्ल। अब मनी रुगा सुगा खोकिसकी लगाएर ठिस भइसक्यो। अनि यत्तिकै मलाई सुन्नु होला, यो चाहिँ टाउको सेफ्टीको लागि हालेको टिङ गरेको सुन्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ राइट ओ राइट यता यो बाटो चाहिँ एकदम चारो हुन्छ। हामी चाहिँ यहाँ पञ्चकोटको यता गयो भने पञ्चकोट गयो होइन, पञ्चकोटको गेटै हो यो। अनि हामी जब यहाँबाट माथि लाग्छौँ अनि यस पञ्चकोट चाहिँ आउनु यो एकदमै राम्रो ठाउँ छ। माथि हनुमानजी हुनुहुन्छ होइन, टक्क बाह्रमा देखिएन होला राम्रोसँग। यतातिर गुराँसहरू हेर्न सक्नुहुन्छ जग्गामा पुरा छ। यो ऊ त्यहाँबाट खाट गर्दै एउटा स्क्रोल आएको छ। तर केटाहरू अघि चाहिँ गए, तर गएको चाहिँ ठिक होइन क्या। बाटो नि हामीलाई थाहा छ, फोन नि यही छ। जाँदै गर घोरा सोराले बाँधिदिउँ कि त्यो पुग्छ। सही डबल स्ट्यान्ड ठोकिएर ठुटु गरेर चाहिँ केही थिएन, तर त्यो डबल स्ट्यान्डले उछट्टा भने यारो साला। ल अहिले भेटौँ ल। त्यही हुन्छ क्या जान्ने भएपछि। बाटो चाहिँ यता हो, केटाहरू जोसेर उठाएको छन्। धेरै जोसेको राम्रो होइन कि त्यसैले हरानै नहानी आइछ के अरे कस्तो होला आउन नि। त्यही भ्लग छैन कि फेरि ठ्याक्क हामी जाने छदिनलाई हरान। तर म यो बाटो कहाँ गइथेँ अरे म जमानामा त बुलेट आएको क्या साइड डन्डले मैले हात समात्दै थिएन, सोच्नु न। एउटा हातले बस त्यसरी चलाइरहेको थिएँ। अनि यो बाटो चाहिँ टिटाउरे जान्छ होइन, यो बाटो गयो भने। अनि टिटाउरे पनि जो सही छ गर्मी महिनाको बेला त चिसो। भाइ हामी लास्टमा जाऊँ, धुलोबाट बाँचिन्छ। माथि हो क्या यस्तो हुन्छन् के। यही बाटो आइसक्यो अरे भर्खर होइन र दाइ। जस मेरो सोच चाहिँ उयो दार्जिलिङ जाने कता दाइ अगाडिबाट नि छ नि। मैले हाँडा उक्लिने हो भनेको थिएँ नि त्यहाँबाट। खै म त्यो बाटो गएको छैन। अहिले जाऊँ ल। यो बाटो चाहिँ म आइछु धेरै नै। अहिले भेटौँ ल है माथि पर यहीँ त अनि अब हामी यहाँ आइसक्यो। अब यहीँ माथि हो, थोरै मात्र हो। ओ तिमीले नि हेरिदिएको स्ट्यान्ड लाएर अड्डिए भयो क्या बालै भएर।
ल अब चाहिँ हामी यहाँबाट माथि जाँदैछौँ यहाँ छ टोपा अस्ति एउटा माथि हालिदिउँ भनिन्छ सायद दाइ तर हालेन क्या एकलाई नि के हाल्ने कोही भएको त हाल्नु हुन्थ्यो होइन टोपा तर यहाँ पिज नपर्ने डह्रो फेमस हुन्थ्यो कि होइन पिज नभए नि यो यति सवारेको भयो नि खतरा हुन्छ नि होइन यो त तलको बाटो झन् ठिस रहेछ तल ठिकै हो यतिको त्यो मादरचुत हामीसित आएको कि तिनीहरूसित आएको खै ब्लगमा केही तपाईँलाई कतिको मजा छ मजा चाहिँ बानी जान्छ सही ठाउँमा ल्याउँछ नि होइन यस्तो त छ नि दाइ हेर्नु न आउ ए दाइ मैले नि उकालिन्छु क्या हाल्नेबाट माथि नि त्यहाँ स्कुटर राखेर फोटो खिच्नु जस्तो ठाउँ छैन क्या ए दाइ स्कुटर त ओह्राल्न सजिलो हुन्छ क्या बाइक हेर्नु न झन् गुराँस छ यता चाहिँ सही हो माटोले नि त्यही राखेर गएको त होला त्यसले झन् के हाल्यो होला यस्तो भर लाउनु फेरि माथि हाल्न नि सक्दैन दाइले मजा आयो ल्याउनु कस्तो एक्सपिरियन्स भयो त्यो स्कुटरमा गोल्डी टान्छ होइन इगा आइए त यहीँ त हो अरे डेस्टिनेसन आइसक्यो अब अहिले भेटौँ ल भाइ सही छ है गुराँस चाहिँ यहाँ चाहिँ होइन पहिला उताको डाँडा होइन हामी चाहिँ जङ्गल सवारीहरू छ यहाँबाट हाम्रो टोलीहरू यता अनि उता नि खानु हामी चाहिँ त्यसो नि त्यहाँ जानु लाग्यो लाइट साइटहरू मिलिरहेको छ जिन्दा ओए यता जाम्बो जाम यता जिन्दगानी सुमित दाइ लगाएछ अब चाहिँ हामी माथि जाँदैछौँ माथि उक्लिनु लाग्यो अनि यता चाहिँ फोटोसोटो खिच्दैन किनकि कस्तो लाइट मिल्दैन कि के मिल्दैन जस्तो भयो अनि त्यसले हो तर गुराँस चाहिँ यस्तो राम्रो छ नि हेर्न सक्नुहुन्छ यहाँ गुराँस जति सबै उतापट्टि साइडमा भयो कि यतापट्टि साइडमा भएको राम्रो देखिन्छ सबै उतापट्टि साइडमा यही छ गुराँस खिच्नलाई अब कि प्लेन लिएर प्लेनको माथि बसेर खिच्नु पर्यो नभए गाह्रै छ गुराँसको खोजी गुराँस खोज्दा रात पर्न लागिसक्यो त्यही गुराँस भेट्दैन हो कि एउटै जिनेली तिमीले पाड्यौ होला डाँडो सकेर केटी हुँदापरि गर्नुहुन्छ कुरा होइन यस्तै डाँडा यहाँ त हो नि लगाइज हेर्न सक्नुहुन्छ गुराँस भनाइमा मेरो मन्जुल्यो ओएमा धन्नले पल्टेन यार छ्यारुका लाग जस्तै भएछ अब चाहिँ हामी हाम्रो डेस्टिनेसनको लास्ट डेस्टिनेसन यही आजको हो यहाँभन्दा माथि गइन्न जति गुराँस पोइन्ट गइन्न फेरि यहाँबाट यस्तो देखिसकेको कुरा छ ठोक्ने नि गइसक्यो गर्मीले के गर्मी जाने थाकेर ल गाइज अब चाहिँ हामी जाँदैछौँ केटाहरूतर्फी अनि के अरे फोटो नि ठिकै त्यति
नराम्रो नि होइन त्यति राम्रो नि होइन यता चाहिँ न्युरो बबाल रहेछ यो न्युरो के हो न्युरो होइन न्युरो हो र हो होइन र होइन न्युरो हो न्युरो होइन अनि यता चाहिँ ठाउँ चाहिँ फेरि एकदम बबाल रहेछ पहिला भ्यान त कहाँ यस्तै थियो थाहा मलाई सही उसको गाडी क्या टाउकोड खिसक्यो टाउकोड गुड्याप छानिसक्यो होइन भगटेको क्या होइन अनि अवश्य घर फाँडी हान्नुपर्छ फाँडी खै हामी के अरे के अरे अब त हामी उसको लागि कुद्ने हो नि सनसेटको लागि उतै वहीँ कुर्के हुन्छ क्या दुख्दैछ खिच्ने हो मेरो नि खिचेको छैन सनसेटको लागि कुद्नु छ त्यही हो सनसेट टाउकोड खिच्छ कि यता क्याम्प फायरहरू यता क्याम्प फायरहरू मान्छेहरू आइलाउने रहेछ जलेको दाउराहरू सबै देखिरहेको छ के बोल्ने एनर्जी नि छैन यार आज त यार ल गाइज अब यो खिचिसकेँ क्या यो भ्लगको नेक्स्ट डाइरेक्टर म यहाँ राई कटाएर कस्तो लागेको छ अनुभव मलाई राम्रो लागेको छ तर फोन चाहिँ मेरो है ल फोन चाहिँ यो पागलको होइन एक नम्बरको चोर हो डिजिटस कहाँ ए ओए यता नि आउँथ्यो होला तर नेक्स्ट टाइम अब धेरै एउटै थाहा धेरै नेक्स्ट टाइम कम अन बेबी अस्ति केटाहरू क्याम्प फायर बसेको त्यहाँ होला है यहाँ होइन ओ भिडियो 1 मा बनाउने कि 0.5 मा बेला चाहिँ यहाँसम्म बाइकमा आएको कि जाँठाहरूले गयौँ सारा पातकीहरू बसिन्छन् नि चिसहरू अहिले भेटौँलाई गाइज मार्केट छिटोले कति हरान हाने त्यहाँ चोरहरू बाटो देख्न सक्नुहुन्छ यहाँ कस्तो छ घर बनाउन लौ प्रिन्सेसले कलिया बोलाइछिन् लौ मुला प्रिन्सेस अन्नीको तँलाई किन्छ जो भयो